मसँग रिकर्ड गर्दै गरेको मान्छेको सातो लिनु हुन्छ यहाँ एकचोटि हल्ला चाहियो पल्साको लागि तपाईँ हातमा आदिस है को मेरो बुढो होइन पुलिस अनि पुलिस जाति सबै मेरो बुढो हुन्छ एकदम खुसी लाग्यो तपाईँलाई देख्न पाएँ भेट्न पाएँ मेरो यो ठाउँमा पहिलोपटक हो पहिलोपटक यतिखेर माया पाछु र सेकेन्ड टाइम चाहिँ कस्तो होला छिमेकीको कुखुरा खोरमा गएको है खोरमा जाँदाखेरि त भाले छाले त पोथीसँग लप गरेर बसिरहेको लप भनेको दाजु पनि घुटुक्क थुक्कै हुन्छ बिन्ती त ल्याइसक्नु हो त अब फेरि चारवटी ल्याउने नमस्ते एभ्रिवान, इट्स मी भुवन केसी। वेलकम ब्याक टु माई न्यू ब्लग। आई होप सबैजना सन्चै हुन्छ होला। आई एम अल्सो फाइन। सो हिजो एलिना चौहानलाई हेर्नुभयो होला, आज चाहिँ धुर्मु सुन्तली आउने रे। सो म चाहिँ ट्याक्क मेलामा आएको, यहाँ चाहिँ पुरा पानी पर्ला जस्तो गरेको। स्टेज चाहिँ यता पछाडि छ जो चाहिँ अहिले ढाकेको छ। सो म चाहिँ यता आएको थिएँ एकछिन, अब उता जानु लाग्यो। यहाँ पानी पर्ला त भनेको थियो कर्णाली प्रदेशमा। सो फाइनली यहाँ चाहिँ पानी पर्यो, उताको डाँडामा पर्यो, त्यो माथि होलामा। अब बिस्तारै यतातिर आइरहेको छ। यो टेन्ट त चाइनाले बनाएको हो कि हो, पुलिसहरू बस्छन् जो चाहिँ यहाँ के हो यो गेट हेरेर हुन्छन्, लाइक लडाइँ सडाइँहरू हेरेर हुन्छन्। अहिले त घाम लाग्ला जस्तो गरेर त भित्र आइसकेपछि मान्छेको सातो लिनु हुन्छ यहाँ को परे को मार्नु नि म त मेरो बाप मरे त जब काजक्रिया गर्नु तँलाई कुखुरा छोड कुखुरा किन छोडिस् म कुखुरा किन चोर्नु नि झोल खान चोरे फेरि कुखुरा चोरे भन्न मिल्दैन। हेर म घर बसिरहेको छु है, बसिरहेको बेला त्यही बेलामा तिम्रो बुढो टुक्टुके आइपुग्यो। ओइ को मेरो बुढो होइन पुलिस अनि पुलिस जाति सबै मेरो बुढो हुन्छ। ल अब त्यही बेला पुलिस दाजु आए है, ए धुर्मुसे भाले छ भने खाउन भने अनि यत्रो देशको सेवाका लागि खटिरहेको सुरक्षा कर्मीले एउटा भाले खान्छु भन्दाखेरि किन नखाउने भनेर आफ्नो घर आएको थिएन। छिमेकीको कुखुरा खोरमा गएको है, खोरमा जाँदाखेरि त भाले छाले त पोथीसँग लप गरेर बसिरहेको लप भनेको दाजु पनि घुटुक्क थुक्कै हुन्छ बिन्ती त ल्याइसक्नु हो त अब फेरि चारवटी ल्याउने। पानीको उत्पादन के हो, समानुपातिकबाट हो कि प्रत्यक्षबाट हो? अनि झ्याउला अङ्कल भित्र बसेर किन यति ह्यान्डसम भयो हो? अङ्कल त कहाँ जानुभयो? अलराइट गाइज, नेक्स्ट डे सेम ब्लग। अहिले चाहिँ म मेला जाँदैछु। अनि हिजो चाहिँ धुर्मु सुन्तली आएको थिएँ, तर चाहिँ त्यतिखेर चाहिँ धेरै भिडियो बनाउनु पाएन, किनभने धुर्मु सुन्तली आएको बेला भिडियो बनाउनै मिल्दैन, त्यो बनाउनै दिँदैन कि क्यामेराको पर्मिसनै दिँदैनन्। अगाडिबाट घाम लागेको छ, यस्तो आँखा परिरहेको छ। सो त्यही नै हो। सो जाम आज चाहिँ पल्सा आउने रे, त्यो पनि भिडियो बनाइहाल्छु म। धुर्मु सुन्तली र पल्साको सँगै एउटै कम्बाइन गरेर हालिदिन्छु म चाहिँ। यस्तो खाना खाएपछि मलाई यस्तो निन्द्रा लाग्छ, तर अब काममा हिँड्नै पर्यो। सो म चाहिँ यता सेकेन्ड गेटबाट जाँदैछु। यस्तो झ्याउलाइरह नि मलाई यो ठाउँमा। म जन्मेको यहीँ हो, तर मलाई यस्तो झ्याउलाइरह यो ठाउँमा।
आदरणीय दाइ पल्सा अगाडि आइदिनु होला त्यो मोबाइल ल्याउनु त जलपरीको त्यहाँ तिमी र म जामाया गीत छ रेडी भयो तिमी मोबाइलमा हाम्रो गीतमै छ होइन ल्यापटपमै छ नि सो गीत रेडी पार्नुहोस् र आदरणीय दाइ पल्सा अगाडि आइदिनु होला नायक पल्सा आदरणीय दाइ अगाडि आइदिनु होला प्लिज नायक पल्सा दाइ अगाडि आइदिनु होला प्लिज फ्रन्टमा त्यसै गरी हाम्रो निर्देशक एलपी कटवाल दाइ अगाडि आइदिनु होला एलपी कटवाल दाइ बालकृष्ण दाइ अगाडि आइदिनु होला रेशम दाइ अगाडि आइदिनु होला अनि जितेन दाइ अगाडि आइदिनु होला हाम्रो टिम सबै आइदिनुहोस् त राजु जिया दाइ अब रुकुममा मान्छे कति आयो त हामीले फोटो खिच्नु पर्यो नि होइन सो अब हामी यता फर्किन्छौँ यतातिर यताबाट हामी रेडी हुन्छौँ सो एकचोटि सबैको हातमाथि चाहिन्छ है सो एकचोटि डेलिभरी यात्रा कहाँ जानुभयो खै डेलिभरी यात्रा कहाँ आउनुहुन्छ कि भयो अगाडि आइदिनु होला अघि एकचोटि हातमाथि सबैको हातमाथि एकचोटि हातमाथि सबैको एकचोटि Let's count down. 3, 2, 1. Haatmati, please. Okay, Team Pulsar. Thank you so much. Actually, दाइको मेरोमा मात्र हो प्रशान्त चाहिँ मैले मोबाइल दिएछु लेट्स काउन्ट डाउन 3 2 1 हेलो एकसबै हातमाथि हात लाउँदै एकचोटि सबैको हातमाथि एकचोटि ओके थ्याङ्क यू अब चाहिँ तिमी र म सिन्दुर चन्दा गराइदिनु होला प्रशान्त मगर दाइ बक्रेजी पनि अगाडि आउनु अब प्रशान्तजीको डान्स हेर्ने कति बित्तिकै आउने म त अलरेडी छु यहाँ अनि अमृता बहिनी जलपरी फ्रन्ट त्यसपछि बाबु नाच्छ कि नाच्दैन अमृत साई है ठिक छ फ्रन्टबाट गीत बज्छ मेसो मिल्यो भने डेलिभरी ड्राइभर नाच्नु होला कता आउनुहुन्छ है हुन्न क्या ओके म्युजिक प्लिज यो स्टेज तर्फबाट सेकेन्ड लास्ट प्रस्तुति है
एकचोटि हल्ला चाहियो पल्साको लागि तपाईँ हातमा दिनुहोस् है एकचोटि राम्रो हल्ला आयो भने म एकचोटि फेरि अरू गीत बनाउन चाहन्छु है मेरो समय ल्याउने खै एकचोटि हल्ला चाहियो प्लिज सो धेरै धेरै धन्यवाद छ आदरणीय कलाकार आदरणीय नायक सुपरस्टार पल शाहज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सो एकचोटि माया गर्नको लागि एकचोटि हल्ला चाहियो नतानम है दाइलाई चाहिँ रेस्ट गर्दैनौँ दाइ चाहिँ रेस्ट गर्नु सो हामी अन्तिमको औपचारिक लिएर हामी आउनेछौँ सो एकचोटि हल्ला चाहियो प्लिज र पल दाइलाई यति ह्यान्डसम बनाउने मान्छे हाम्रो जुली ठाकुरिया हुन् त पल दाइलाई ह्यान्डसम बनाउने मान्छे उहाँ है एकचोटि जुली ठाकुरको लागि हल्ला चाहियो प्लिज अनि साथी प्रशान्त मगर चर्चित कोरियोग्राफर अनि दाइ सुरज योगी यहाँको इन्टायर टिमलाई धन्यवाद छ र शान्तराम सेन्चुरी मेरो प्यारो भाइको लागि पनि ताली दिनु होला शान्तराम सेन्चुरी मेरो प्यारो भाइसँग मेरो सबभन्दा धेरै प्रोग्राममा स्टेज सेयर गर्न पाएको छु र उहाँको एनर्जी देख्दा चाहिँ मलाई पनि एकदमै जेलस फिल हुन्छ मलाई उहाँको यस्तो एनर्जी बिहानदेखि हामी चाहिँ 1 घन्टा नाच्छौँ होला तर उहाँ 6-7 घन्टा एउटा स्टेजमा उहाँले बोलिरहनु छ सेम एनर्जीको साथमा सो यो एनर्जी सधैँ यस्तै रहिरहोस् मेरो भाइ ल फेरि पनि काम गर्छौँ हामी फेरि पनि भेटौँ होला है थ्याङ्क यू शान्तराम मेरो प्यारो भाइको लागि ताली थ्याङ्क यू र एकदम खुसी लाग्यो तपाईँहरूलाई देख्न पाएँ भेट्न पाएँ मेरो यो ठाउँमा पहिलोपटक हो पहिलोपटकमा यति धेरै माया पाएको छु र सेकेन्ड टाइम चाहिँ कस्तो होला हजुर फोटो खिच्ने बुझेन के भन्नु बुझेन त्यहाँ फोटो खिच्ने कसरी ल पालो खिचौँ त है म यहाँ आउँछु यहाँ बस्छु पालो खिच्नु तपाईँहरू है त है हुन्छ त्यहाँ आउने कसरी त त्यहाँ आउनु सकिन्न होला है ठिक छ अहिले जाने बेला खिचौँ होला सक्दो तर अहिले चाहिँ मिलाएर खिचौँ पर्सन भाइ यहाँ आउनुहोस् त पर्सनले फोनले खिच्नु सबैतिर एकचोटि हल्ला चाहियो प्लिज एकचोटि हातपाती गराउँदैछ सबै हातपाती एकचोटि पल्सालाई माया गर्नेहरूको हल्ला चाहियो यस्तो फिडब्याक भयो सो थ्याङ्क यू सो मच हाम्रो निमन्त्रणा सिकाएर आउने कलाकार हाम्रो कलाकार राम्रो कलाकार आदरणीय दाइ पल शाह र आदरणीय दाइ पल शाह कृपया प्राणमा आइदिनु होला दाइ पल शाह दाइ फ्रन्टमा आइदिनु होला प्लिज थ्याङ्क यू सो मच पल दाइ एकचोटि हात